नमस्कार, म चाहिँ राजराज जोशी, प्राविधिक सहायक। आज तपाईँहरूसित यो सुन्तलाको फलको आउने औषाको बारेमा केही छलफल गर्न गइरहेको छु हैन। सुन्तला जातको फलको आउने औषा त्यसले चाहिँ मुख्य गरेर जुनार बालीमा असर गर्ने गरेको हुन्छ हैन। यसको जीवन चक्रको कुरा गर्दाखेरि चाहिँ यो जेठदेखि असारमा सुन्तला, कागती, जुनार जस्ता बालीहरूमा पोथी औषाले चाहिँ त्यहाँ आफ्नो सुँड घुसाएर अन्डा पार्ने गर्दछ भनेपछि यसको चाहिँ साउनदेखि भदौ, असारको अन्तिम र साउन भदौतिर, मुख्य गरेर साउन भदौमा चाहिँ औषाबाट चल्ला यानि कि लार्वा निस्किएर त्यो फलको भित्र क्षति गर्ने गर्छ। अनि फलको भित्र क्षति गरेर चाहिँ फललाई कुहाउने अनि फल झर्ने अनि बेमौसममै भन्नाले म्याच्योर नभइकनै पहेँलो भएर झर्ने समस्याहरू देखिन्छ। अनि यसमा मुख्य गरेर चाहिँ यो किराहरूको अवस्थाहरूमा सबैभन्दा पनि क्षति गर्ने भनेकै लार्वाले मात्रै हो। त्यसपछि लार्वाबाट यसले चाहिँ चिसोको मौसम अथवा हिउँदको महिना चाहिँ प्युपा स्टेज लग्छ भन्नाले सुसुप्त अवस्थामा जान्छ भन्न तपाईँहरूले बुझ्ने भाषामा भन्नुपर्दा यो चाहिँ अचल अवस्थामा खानै नखाने अनि अर्को वर्षको लागि चाहिँ तयार हुने भन्न सकिन्छ, रेस्टिङ स्टेजमा जान्छ हैन। अनि यसले चाहिँ प्युपा स्टेज चिसो महिनाभरि माटोमा नै बिताउँछ। जब चैत्र वैशाख सुरु हुन्छ, चैत्र वैशाख सुरु भएपछि चाहिँ यो माटोभन्दा बाहिर आएर हैन प्युपाबाट बाहिर आएर वयस्क बनेर हावामा जान्छ र फेरि त्यसले प्रोसेस गर्छ। त्यसको जीवनचक्र यही नै हो। सुरुमा जेठ असारमा फलमा अन्डा पार्ने, साउन भदौमा चल्ला निस्केर भित्रबाट खाएर कुहाउने, अनि जब यो फल टिपेर सकिन्छ चिसो मौसममा त्यसपछि चाहिँ त्यो चल्लाबाट पनि रेस्टिङ पिरियडमा जाने, रेस्टिङमा गएर माटोमा जाने, माटोभित्र बस्ने अनि त्यो चिसो महिनाभरि नै माटोमै बस्ने। अनि जब चैत्र वैशाख लाग्छ त्यहाँबाट चाहिँ वयस्क निस्किने र फेरि हावामा जाने, हावामा गएर फेरि प्रोसेस गर्ने काम गर्छ। यही हो। यसले चाहिँ हामीले यसलाई सामान्य रूपमा लिनु हुँदैन, किनकि यसले चाहिँ लगभग 20 देखि 70% सुन्तला जात बालीहरूमा क्षति पुर्याउने गरेको पाइन्छ। विगतका तथ्याङ्क हेर्ने हो भने 20 देखि 70% क्षति गरेको पाइएको छ। र यसलाई नियन्त्रण गर्ने उपाय भनेको अन्धाधुन्दा विषादी छर्केर चाहिँ हुँदैन। यसलाई नियन्त्रण गर्नु छ भने चाहिँ मोहनी पासो जसलाई हामी प्रोटिन बेड भन्छौँ हैन। प्रोटिन भनेको खानेकुरा हो हैन। त्यो प्रोटिन बेड खानेकुरा हो जो चाहिँ पोथी औषालाई अति नै आवश्यक हुन्छ हैन। हामीहरूले त्यो प्रोटिन बेडलाई चाहिँ मालाथियन राखेर दिने हो भनेपछि पोथीहरूको जनसङ्ख्या नियन्त्रण गर्न सकिन्छ। पोथीको जनसङ्ख्या नै नियन्त्रण भइसक्यो भनेपछि हामीलाई भालेहरूले त्यस्तो असर गर्दैन। हामीलाई त्यही औषा मतलब लार्वा नियन्त्रण गर्नलाई नै लार्वाले नै असर गर्ने भएकाले लार्वा नै नियन्त्रण गर्नुपर्ने हुन्छ भनेपछि हामीले पोथी औषालाई नियन्त्रण गर्न सक्यौँ भनेपछि हाम्रो औषा नियन्त्रणमा आउँछ। त्यही भएर प्रोटिन बेड जसमा मालाथियन राखेर हामीले
एकजनाले छर्केर हुँदैन। एउटा बगैँचा छ भनेपछि एकजनाले छर्केर मात्रै पनि हुँदैन, जसको लागि चाहिँ हामीहरूले सामूहिक रूपमा गर्न जरुरी हुन्छ। छर्किने काम चाहिँ सामूहिक रूपमा गर्नुपर्ने हुन्छ। एकजनाले छर्किएर औसा जस्तै आज तपाईँहरूकोमा छ भनेपछि भोलि अर्को घरकोले छरेन भनेपछि अर्का घरको तपाईँको घरमा आएर असर गर्ने हुनसक्छ। त्यही भएर सामूहिक रूपमा यो प्रोटिन बेड छर्ने कार्य गरियो भनेपछि सुन्तला जात फलफुलमा असर पुर्याउने औसा पक्कै पनि नियन्त्रण गर्न सकिन्छ। अहिले औसाको लार्भा निस्किने बेला भएको छ। यही अवस्थामा यो बेला यो मौसममा अहिले लार्भा निस्केर कसैको सुन्तलाभित्र छ भनेपछि बाहिरबाट राम्रो देखिने सुन्तला भित्रबाट लार्भाले खाइरहेको हुन्छ सक्छ हैन। त्यस्तो अवस्थामा तपाईँले जो कुहिएर झर्ने फलहरू हुन्छन् नि तिनीहरूलाई प्लास्टिकमा राखेर टाइट गरेर एयर टाइट भन्छ हैन, हावा नचिर्ने गरेर सेतो प्लास्टिकमा राखेर टाइट गरेर बाँधिदिनु भयो भनेपछि ती किराहरू त्यही प्लास्टिकभित्रै सास फेर्न नसकेर मर्ने गर्छन्। हामीले त्यसरी पनि घरेलु उपाय गरेर नियन्त्रण गर्न सक्छौँ केही हदसम्म है। पुरै कन्ट्रोल चाहिँ हुँदैन, तर त्यो कुहिएका फलहरू जहाँ पायो त्यहीँ फाल्नुभन्दा प्लास्टिकमा राखेर कन्ट्रोल गर्न सक्यो भने त्यो पनि राम्रै हुन्छ। जता पायो त्यतै फालियो भनेपछि चाहिँ अर्को वर्ष फेरि आउने अनि अहिलेको भन्दा अत्याधिक वृद्धि भएर आउने समस्या हुन्छ। त्यही भएर हामीले यसरी नियन्त्रण गर्न सक्छ। मेरो पहिलो भिडियो केही कुराहरू कमी पनि भयो होला, बिस्तारै सुधार्दै जाने भन्दै अहिलेका लागि यति नै पस्किए है त। धन्यवाद।